आदरणीय सम्पूर्ण प्रभुको दास छोराछोरीजनहरूमा क्रिस्टियन अभिवादन साई जय मसीह र फेरि म तपाईँको समक्षमा परमेश्वरको केही वचन लिएर म उपस्थिति भएको छु र वचनलाई हामी हेर्नेछौँ। अनि आजको विषय चाहिँ छ प्रार्थना। मैले प्रार्थना किन गर्नुपर्ने, हामीले प्रार्थना किन गर्नुपर्ने विषयमा है। धेरै युवा युवतीहरूले प्रार्थना गर्छ तर दिनहुँ चाहिँ गर्दैन भन्छन्। तिनीहरूमध्ये कसै कसैको मनमा यो कुरा खेल्छ, प्रार्थना मानव शान्ति पाउने माध्यम मात्रै हो कि यसो गर्नुको अरू कुनै कारण पो छ कि है। यो त एउटा छ उदाहरण मात्रै। धेरैले यो कुराहरू भन्ने गर्छ, प्रार्थना चाहिँ किन गर्नुपर्ने भन्ने कुरा उनीहरूलाई थाहा भएको हुँदैन। त्यही हामी जे सिकेको छ त्यसलाई बढाइरहेको हुन्छ। तर होइन प्रियहरू, प्रार्थना भनेको चाहिँ के रहेछ भन्ने कुरा हामी बाइबलबाट हेर्नेछौँ। प्रार्थना भनेको के हो यो विषयलाई पनि हामी हेर्नेछौँ। अनि ईश्वरले प्रार्थना सुन्नुहुन्छ कि हुँदैन, यो दुईटा विषय पाइयो। अनि तेस्रो चाहिँ म कुन कुन विषयमा प्रार्थना गर्न सक्छु है। तर अहिले हामी यो तीनटा भयो, तर हामी पहिला खालि जानेछौँ प्रार्थना भनेको के हो यो कुरोलाई हामी बुझौँ है। अनि यो नसोच्नु कि मैले तपाईँलाई सिकाउँदैछु, होइन। मैले पनि यो वचनलाई मैले हाम्रो एकजना पास्टरबाट यो पाएको थियो। अनि उहाँले मलाई सिकाउनुहुन्थ्यो। अनि मैले सिक्दै गरेको कुरा तपाईँलाई सिकाएको मात्रै हो। हामी यहाँ कोही पनि यस्तो होइन कि हामी सबैजना जान्ने हो, होइन, त्यस्तो होइन। हामी सिक्दैछौँ पनि। मैले जानेको र मैले पाएको आशिष तपाईँलाई बाँड्नेछु। अनि तपाईँले जान्नुभएको कुराहरू तपाईँ पनि सेयर गर्न सक्नुहुन्छ है। अवश्य म तपाईँको भिडियोलाई हेर्नेछु अनि लाइक पनि गर्नेछु है। हुन्छ, प्रार्थना भनेको के रहेछ हामी हेर्नेछौँ। प्रार्थना भनेको सबै थोकको सृष्टिकर्तासित खुलस्त कुराकानी गर्नु रहेछ। बुझ्नुभयो त? हामीले चाहिँ प्रार्थना भनेको चाहिँ के रहेछ भने हाम्रो सृष्टिकर्तासँग चाहिँ खुलस्त रूपमा हामीले उहाँसँग बात गर्नुपर्ने रहेछ। कसरी हामी तपाईँ घरमा कसरी बात गर्नुहुन्छ आफ्नो साथीहरूसँग, बाबुहरूसँग, त्यसरी नै हामीले उहाँसँग पनि खुलस्त रूपमा हामीले कुराकानी गर्नुपर्ने रहेछ। त्यसलाई चाहिँ प्रार्थना भन्दछ। सोच्नुहोस् त, यी कति ठुलो अवसर हो। यहोवा हरेक पक्षमा मानिस जातिहरूभन्दा महान हुनुहुन्छ, तैपनि उहाँ हामी मध्ये कसैबाट पनि टाढा हुनुहुन्न है। प्रेरित 17को 27 पदमा हामी पढ्न सक्छौँ। वास्तवमा बाइबलमा तपाईँलाई यस्तो न्यानो आग्रह गर्छ है, परमेश्वरसित नजिक हौ र उहाँ तिमीहरूसित नजिक हुनुहुन्छ। याकुब 4:8। तपाईँले मैले भने कि प्रेरित 17को 27 पद अनि याकुब 4:8 पदलाई हामी पढ्न सक्छौँ। अनि हामीले बुझ्यौँ प्रार्थना चाहिँ हामी परमेश्वरसँग नजिक हुनु लागि रहेछ, उहाँसँग कुराकानी गर्नुको लागि मात्रै रहेछ है। अनि कोही पनि धेरै अप्ठ्यारो मान्नु पर्दैन। तपाईँहरू प्रार्थना कति गर्नुहुन्छ, आफ्नो ढोका बन्द गर्ने हो प्रार्थना गर्ने है। एउटा हुन्छ फेरि समूहमा प्रार्थना गर्ने, ग्रुपमा प्रार्थना गर्ने, त्यो अर्कै हुन्छ। अनि चर्चतिर कोही बेला तपाईँलाई उठाउँछ, भेटीको लागि प्रार्थना गरिदिनुहोस् न, अनि ठाउँ यस्तोको लागि प्रार्थना गरिदिनु, बिमारीको लागि गरिदिनुहोस् न भन्नेहरू पनि हुन्छ है। अनि त्यो गर्ने तरिका अनि तपाईँ आफू गर्ने तरिका, गुप्तमा गर्ने प्रार्थना तरिकाहरू हामी बिस्तारै सिक्दै जानेछौँ। तपाईँ कसरी परमेश्वरसित नजिक हुन सक्नुहुन्छ हामीलाई हेर्नेछौँ। एउटा तरिका हो प्रार्थना गरेर। सुन्नुहोस् है, हामी परमेश्वरसँग चाहिँ कसरी नजिक हुन सक्छ भन्दाखेरि चाहिँ एउटा तरिका चाहिँ के हो, प्रार्थना गरेर। हामीले प्रार्थना गरेर हामी परमेश्वरसित कुरा गरेर उहाँसँग हामी नजिक हुन सक्दो रहेछ प्रियहरू। अर्को तरिका चाहिँ के रहेछ भन्दाखेरि चाहिँ अर्को तरिका चाहिँ बाइबल अध्ययन गरेर। सबैजनाले भन्नुहोस् त, बाइबल अध्ययन गरेर हामी परमेश्वरसित हामी कुरा गर्न सक्छौँ प्रियहरू। एउटा प्रार्थना गरेर, एउटा बाइबल पढेर, वचनलाई पढेर। यो चाहिँ हामीले यसरी ब्यालेन्समा राख्नुपर्छ। यस्तो होइन फेरि कति चाहिँ धेरै प्रार्थना गर्छ, मतलब यो प्रार्थना उदाहरणको लागि यहाँ प्रार्थना एकदम बेसी गर्छ, वचन चाहिँ यहाँ उसले वचन कम गर्छ अन्त प्रार्थना बेसी। अन्त प्रार्थना बेसी गर्दाखेरि चाहिँ के हुन्छ भने मैले अनुभव गरेको छु, तपाईँले परमेश्वरको सामर्थ्यलाई तपाईँले उपस्थितिलाई तपाईँले महसुस गर्नुहुन्छ। अनि तपाईँमा त्यो शक्ति ओर्लिन्छ। अनि शक्ति आएपछि तपाईँलाई के हुन्छ भने भोलिको दिनमा तपाईँले पास्टर बाउलाई फोन गर्नुहुन्छ, क्रिङ क्रिङ गरेर फोन बज्छ। अनि पास्टर बाउले पनि हेलो जय मसी भन्छ। जय मसी भन्ने बित्तिकै तपाईँले भन्नुहुन्छ, पास्टर बाउ एउटा कुरा भन्नु थियो तपाईँलाई। पास्टर बाउले के कुरा भन्नुहोस् न भन्छ। अनि तपाईँले भन्नुहुन्छ, म त अब आफ्नै चर्च खोल्नु पर्यो, आफ्नै चर्च चलाउनु पर्यो, मण्डली
त्यो म चर्च आउँदिनँ ल, बुझ्नुहुँदैछ त। प्रार्थना बेसी गर्ने व्यक्तिहरूको चाहिँ के हुन्छ भने नि यो कुरा हुन्छ, तपाईँले मण्डलीमा देख्नुभएको छ ल। किनभने उसले प्रार्थना गर्दाखेरि भूतहरू भाग्छ, भूतहरू निस्किन्छ, दुष्टात्माहरू, रोगहरू निको हुन्छ। अनि यो कारणले गर्दाखेरि चाहिँ आहा मेरोमा यति साह्रो शक्ति मेरोमा आएको रहेछ भने, परमेश्वरको उपस्थिति प्रेजेन्स ममा रहेछ भने म आफ्नो किन नगर्नु, म आफ्नो मण्डली किन नखोल्नु, म आफ्नो गर्छु भन्ने कुरा हाम्रो दिमागमा पस्छ सबैभन्दा पहिला। अनि उसले के गर्छ, आफ्नो मण्डली स्थापित गर्छ, खोल्नु कोसिस गर्छ, खोल्छ भने उसले। अनि 1 महिना 2 महिना 3 महिना बेसी न बेसी 6 महिना उसले चलाउँला, त्यहाँदेखि उसले चलाउन सक्दैन। अनि त्यसपछि अब के गर्नु, अब न उता न यता, अब जुम त अब फेरि पहिलाको चर्चमा फर्केर जुम त उसलाई अप्ठ्यारो हुन्छ। ला मलाई के भन्ने हो मान्छेले, अब यताको चर्च आफ्नो चर्च त बन्द भयो, अब यता कसरी जानुपर्ने। अनि ऊ के गर्छ लास्टमा, न यता न उता हुन्छ। तर प्रियहरू मैले भन्नु खोजेको चाहिँ तपाईँले चर्च मण्डली नखोल्नु भनेको होइन, फेरि यो कुरालाई पनि बुझ्नुहोस् है। तर माथिबाट तपाईँको कलिङ हुनु पऱ्यो नि त। एउटा हुन्छ तपाईँको पर्सनल कलिङ, तपाईँ जतिजना बाइबल ट्रेनिङ गर्नुभएको छ तपाईँले पढ्नुभएको होला, पर्सनल कलिङ अलग्गै हुन्छ, त्यो चाहिँ जो परमेश्वरबाट डाइरेक्ट आएको हुन्छ, त्यो कुरा ठिकै हो। पर्सनल कलिङ हुनेहरूलाई तपाईँले गर्न सक्नुहुन्छ। एउटा हुन्छ तपाईँको जेनरल कलिङ हुन्छ, त्यो चाहिँ इभन पास्टरहरूले नै तपाईँलाई अगुवाई गरेर अभिषेक गरेर तपाईँलाई त्यो ठाउँमा पठाएको हुन्छ है। त्यो भयो जेनरल कलिङ। एउटा भयो तपाईँको पर्सनल कलिङ। अगर तपाईँलाई जेनरल कलिङ पनि छैन, पर्सनल कलिङ पनि छैन, तर तपाईँकोमा परमेश्वरको सामर्थ्य छ, तपाईँले गर्नुभयो, खोल्नुभयो, तर तपाईँको त्यो लामो जाँदैन। किन परमेश्वरको इच्छा चाहिँ त्यो छैन, बुझ्नुहुँदैछ। परमेश्वरको योजना चाहिँ त्यो छैन तपाईँको। परमेश्वरको चाहिँ तपाईँको अर्कै योजना छ। तर हामीले परमेश्वरको ठिक अपोजिटमा हामीले काम गरिरहेको कारणले गर्दाखेरि चाहिँ यो कुराहरू हामीले मण्डलीमा भइरहेको घटनाहरू म तपाईँलाई बताइरहेको छु। अनि त्यही भएर हामीले प्रार्थना जति गर्छ त्यति नै हामीले के गर्नु पर्यो, वचनलाई पनि अध्ययन गर्नु पर्यो। ज्ञानले चाहिँ हामीलाई ब्यालेन्समा राख्छ, प्रार्थनाले चाहिँ हाम्रो शक्ति बढाउँदै जान्छ। तपाईँले स्पष्ट हुनुभयो होला है, यो कुरा बुझ्नुभयो म आशा गर्छु। हुन्छ, हामी तल जानेछौँ। प्रार्थना र बाइबल अध्ययन मार्फत दोहोरो कुराकानी गरेर तपाईँ परमेश्वरसित घनिष्ठ मित्रता गाँच्न सक्नुहुनेछ। आमेन है। हामी प्रार्थना गरेर बाइबल वचन पढेर हामी परमेश्वरको एकदम नजिक हामी घनिष्ठ हुन सक्छौँ अरे है। साँचो परमेश्वर यहोवासित कुराकानी गर्नु पाउनु हामी मानिस जातिको लागि सबैभन्दा ठुलो सम्मानको कुरा हो। हालेलुया, आमेन। प्रार्थना गरेर यहोवालाई आफ्नो मनको कुरा पोखाउँदा उहाँसित घनिष्ठ भएको महसुस हुन्छ। आफूले आफ्नो मनको कुरालाई हामीले पोखाउँदाखेरि है हाम्रो एकदम मन पनि हल्का हुन्छ, अनि उहाँसित हाम्रो के हुन्छ अरे घनिष्ठ, उहाँसित हाम्रो घनिष्ठ सम्बन्ध हुन्छ। अनि हामी हल्का भएको है, हाम्रो हृदय हल्का भएको हामीले महसुस पनि गर्न सक्छौँ अरे है। के ईश्वरले प्रार्थना साँच्चै सुन्नुहुन्छ त? तपाईँ परमेश्वरमा विश्वास गर्नुहुन्छ र उहाँलाई प्रार्थना पनि गर्नुहुन्छ होला, तैपनि उहाँ तपाईँको प्रार्थना सुन्नुहुन्छ भन्ने कुरामा तपाईँ शङ्का लाग्न सक्छ। हामी प्रार्थना त गर्छौँ, तर परमेश्वरले मेरो प्रार्थना सुन्छ के भन्ने एउटा शङ्का तपाईँलाई लाग्छ? मलाई त लाग्थ्यो पहिला, अहिले चाहिँ लाग्दैन। पहिला लाग्थ्यो, तर अहिले चाहिँ मलाई लाग्दैन। किन भन्दाखेरि दानिएलले पनि प्रार्थना गर्दाखेरि, तपाईँलाई याद छ नि है, दानिएलको प्रार्थनाको जवाब आउनुको लागि माथि युद्ध भइरहेको थियो। 21 दिन होला सायद, 21 दिन, 21 डेज हुनसक्छ। मलाई माफी चाहन्छु, यो करेक्ट नम्बर नहोला, तर पनि रोकिएको थियो। अनि त्यसको बादमा दानिएलले प्रार्थनाको जवाब आएको थियो। भन्नुको मतलब चाहिँ के हो भने प्रार्थना चाहिँ हाम्रो शङ्का त हुन्छ, तर हामीले दानिएललाई पनि त अब त्यत्रो प्रार्थना त टकटक उत्तर अब जस्तो प्रार्थना गरे त्यस्तै उहाँले उत्तर पाउनुहुन्थ्यो, तर त्यो समयमा त उत्तरै आएन। अनि उसलाई पनि शङ्का त लाग्यो होला जस्तो लाग्छ मलाई क्या। तरै पनि उसले परमेश्वरमा दृढ विश्वास राखेको थियो, अनि फेरि निरन्तर प्रार्थना गरिरह्यो। अवश्य उसले सायद 21 डेज 21 डेजै हुनसक्छ होला, म माफी चाहन्छु। अनि त्यसको बादमा दानिएलले पनि प्रार्थनाको उत्तर पाएको छ प्रियहरू है। अनि संख्या लाग्छ, बाइबलमा यहोवालाई प्रार्थना सुन्नुहुने परमेश्वर भनिएको छ। सुन्नुहोस् है, बाइबलमा के लेखेको छ अरे,
उहाँले हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर, उहाँको नाम चाहिँ हाम्रो हामीलाई सुन्नुहुने परमेश्वर भनेर भजन सङ्ग्रह 35 को 2 पद तपाईँले पढ्नुहोस्। अनि यो वचन पढेर तपाईँलाई झन् विश्वासमा बढ्दै जान्छ, तपाईँ विश्वासमा अझै बढ्नुहुन्छ। म पनि यही वचन पढेर म विश्वासमा बढेको। हाम्रो प्रार्थना सुन्दैन भन्ने कुरा चाहिँ होइन, यहाँ के लेखेको छ मैले भने तपाईँलाई भजन सङ्ग्रह 35 को 2 पदमा यहोवा प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ। सबैले कराएर आमेन भन्नुहोस्, यो आशिष तपाईँको है। साथै बाइबल तपाईँ आफ्नो सारा फिक्री उहाँमाथि बिसाउ है, सारा चिन्ता फिक्रीहरू उहाँमाथि हामीले बिसाउनु पर्ने कुराहरू आग्रह उहाँले गर्नुहुन्छ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ। यो चाहिँ पहिलो पत्रुस 5 को 7 पदमा। आमेन। र प्रियहरू, अर्को पार्टमा चाहिँ अहिले जान्न, म भिडियो लामो हुन्छ अनि अर्को पार्टमा पनि जानुपर्छ, बिस्तारै बिस्तारै जानुपर्छ। अब मेरो पनि अब ड्युटी हुन्छ हो, काम गर्नुपर्छ। यसरी मैले पाएको आशिषहरू पनि म तपाईँलाई यसरी बाँड्छु अनि तपाईँहरू पनि यसरी वचनहरू पढ्नुहोस्। अनि प्रार्थना यति गर्नुहुन्छ भने तपाईँले वचन पनि त्यति नै पढ्नुहोस् है। अझै तपाईँहरू आत्मिक रूपमा तपाईँ अघि बढ्नु चाहनुहुन्छ भने तपाईँहरू आउनु सक्नुहुन्छ गेत्सेमानी नेपाली एजी चर्चमा। त्यहाँ हाम्रो पास्टर इब्राहिमजू अनि पास्टर डेभिडले तपाईँलाई एकदम राम्रोसँग गाइड गर्नुहुन्छ अनि तपाईँलाई एक एकवटा यस्तो नोट्सहरू तपाईँलाई दिनुहुन्छ। अनि घरमा गएर तपाईँहरू यसरी अध्ययन गरेर परमेश्वरमा तपाईँ अझै बढ्न सक्नुहुन्छ। र यति भन्दै तपाईँहरू सबैजनालाई फेरि पनि जय मसीह तथा भाइ भाइ र भिडियोलाई तपाईँले लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला। म आशा गर्छु तपाईँहरू आशिषित हुनुभयो। यति भन्दै तपाईँ सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।